मेरो नाम आर्यन हो र म आज तपाईहरूलाई मेरो जीवनको त्यो कहाली लाग्दो यात्राको बारेमा बताउन गइरहेको छु जसले मेरो बाँकी जीवनको लागि मेरो निन्द्रा खोसेको छ। यो घटना लगभग 5 वर्ष अघिको हो जब म र मेरा 2 जना मिल्ने साथीहरू सुमित र रोशन एउटा दुर्गम अनाम हिमाली उपत्यकाको ट्रेकिङमा निस्किएका थियौं। हामी साहसिक यात्राका शौखिन थियौं र नयाँ कम मान्छे पुगेका ठाउँहरू खोज्नु हाम्रो नशा थियो। हामीले सुनेका थियौं त्यो उपत्यकामा एउटा पुरानो रहस्यमय गुफा छ जसलाई स्थानीयहरू दमनियाको गुफा भन्थे। दमनिया उनीहरूको भाषामा कुनै प्राचीन क्रोधित देवी वा आत्माको नाम थियो जसले त्यो क्षेत्रको रक्षा गर्थिन्। बुढापाकाहरू भन्थे त्यो गुफाभित्र पस्नु भनेको साक्षात मृत्युलाई निम्तो दिनु हो। त्यहाँ भित्र पसेकाहरू कोही फर्केर आएका छैनन् र आए पनि पागल भएर वा केही समयमै मरेर गएका छन् भन्ने किम्वदन्ती थियो। सुमित हाम्रो समूहको सबैभन्दा आँटिलो वा मूर्ख भनौं यस्ता कुरालाई हाँसेर उडाइदिन्थ्यो। ऊ भन्थ्यो यी सब पुराना अन्धविश्वास हुन्, डराउनेहरूले बनाएका कथा। रोशन अलि धार्मिक र परम्परा मान्ने खालको थियो। उसले हामीलाई धेरै पटक त्यो गुफातिर नजान आग्रह गर्यो। म भने 2 धारको बीचमा थिएँ। डर पनि थियो तर रहस्यले तानिरहेको पनि थियो। करिब 1 हप्ताको कठिन पदयात्रापछि हामी त्यो उपत्यकाको नजिक पुग्यौं। हाम्रो स्थानीय गाइड पासाङ दाइले जब हामीले गुफाको कुरा गर्यौं उनको अनुहार डरले पहेँलो भयो। उनले हात जोड्दै भने, बाबु हो, अरू जहाँ भन्नुहुन्छ लान्छु, तर त्यो दमनियाको थानतिर म जान्न। त्यो ठाउँ राम्रो छैन। हाम्रा पुर्खाले पनि त्यता जान वर्जित गरेका छन्। उनको डर देखेर रोशन झनै हच्कियो, तर सुमितको जिद्दी कायमै थियो। अन्ततः पासाङ दाइले हामीलाई एउटा निश्चित ठाउँसम्म मात्रै पुर्याइदिने र त्यसपछि हामी आफै जानुपर्ने शर्तमा माने। गुफाको भएको डाँडोको फेदीमा पुग्दा साँझ पर्न लागेको थियो। पासाङ दाइले हामीलाई अन्तिम पटक सम्झाए, साँझ परेपछि दमनियाको शक्ति बढ्छ। जे गर्नु छ बिहान उज्यालोमा गर्नु, तर मेरो सल्लाह मान्ने हो भने यहाँबाट फर्किनुहोस्। यति भनेर उनी आफ्नो बाटो लागे। त्यो रात हामीले त्यहीँ क्याम्प लगायौं। रातभरि अनौठो आवाजहरू आइरहे। कहिले हावा सुक्क सुक्क रोए जस्तो, कहिले टाढा कसैले ढुङ्गा पल्टाए जस्तो। सुमितले त यी सबैलाई सामान्य भन्यो, तर म र रोशनको मनमा डरले डेरा जमाइसकेको थियो। भोलिपल्ट बिहान चिसो सिरेटो चलिरहेको थियो। आकाश पनि धुम्म थियो। सुमितले हामीलाई जबरजस्ती गुफातिर जान तयार गर्यो। रोशनले जान्न भनेर अड्डी कस्यो, तर अन्तमा हाम्रो करकापमा ऊ पनि आउन बाध्य भयो। गुफाको मुख साँगुरो र अँध्यारो थियो। भित्रबाट एक किसिमको चिसो कुहेको जस्तो गन्ध आइरहेको थियो। हामीले टर्च बालेर बिस्तारै भित्र पस्यौं। गुफाभित्र निकै ठूलो रहेछ। अनेकौं साना ठूला कोठा जस्ता संरचना थिए। भित्ताहरू चिल्ला र ओसिला थिए। कतै कतै अनौठा आकृतिहरू कुन्दिएका जस्ता देखिन्थे जुन प्राकृतिक थिएनन्। करिब आधा घण्टा जति भित्र पसेपछि हामी एउटा ठूलो कक्षमा पुग्यौं। त्यहाँ बीचमा एउटा ठूलो कालो ढुङ्गा थियो जसको आकार कुनै अनौठो जनावरको जस्तो देखिन्थ्यो। त्यसको वरिपरि पुराना कुहेका हड्डीहरू छरपष्ट थिए। जनावरका पनि र केही त मान्छेको जस्ता पनि लाग्थे। देख्यौ, केही छैन यहाँ, खाली हड्डी र ढुङ्गा, सुमितले हाँस्दै भन्यो र त्यो कालो ढुङ्गालाई लात्तीले हान्यो। त्यतिबेलै गुफाभित्र अचानक एउटा भयानक गहिरो आवाज गुन्जियो। त्यो आवाज जनावरको पनि थिएन, मान्छेको पनि थिएन। त्यो कुनै अर्कै लोकबाट आएको जस्तो थियो जसले हाम्रो मृत्यु कमाइदियो। टर्च लाइटहरू एकैछिन झिपझिप गरेर निभे। सुमित, रोशन, कहाँ छौ? मैले चिच्याए। मेरो आवाजको प्रतिध्वनि मात्रै फर्कियो। केही बेरमा मेरो टर्च बल्ल तल्ल बल्यो। मैले देखेँ रोशन भित्तामा अडेस लागेर डरले थरथर काँपिरहेको थियो। सुमित कतै देखिएन। सुमित, रोशनले डरले काँप्दै बोल्यो। त्यो ढुङ्गो पछाडि। मैले टर्चको उज्यालो त्यो कालो ढुङ्गातिर फ्याँके। मैले जे देखेँ त्यसले मेरो सासै रोकियो। ढुङ्गाको पछाडिबाट 2वटा राता चम्किला आँखा हामीलाई घुरिरहेका थिए।
त्यो कालो ढुङ्गा जस्तो देखिने वस्तु अब बिस्तारै हल्लिन थालेको थियो। त्यो कुनै ढुङ्गा थिएन, त्यो दमनिया आफै थियो। त्यो आकृति पुरै स्पष्ट देखिएन, तर त्यो अग्लो, कालो, छाया जस्तो थियो जसको शरीरबाट भयानक दुर्गन्ध आइरहेको थियो। त्यसले एउटा अमानवीय, कर्कश आवाज निकाल्यो र सुमिततिर झम्ट्यो। सुमितको एउटा भयानक चित्कार गुफामा गुन्जियो र त्यसपछि सब शान्त भयो। हामी त्यहाँ एक पल पनि बसेनौं। कसरी बाहिर निस्क्यौं हामीलाई अहिले पनि पत्तो छैन। हामी बेपत्तासँग दौड्यौं, लड्दै, उड्दै, चिच्याउँदै। जब हामी गुफाबाट बाहिर निस्क्यौं, बाहिर उज्यालो थियो, तर त्यो उज्यालो पनि हामीलाई भयानक लागिरहेको थियो। हामीले तल आएर पासाङ दाइ र गाउँलेहरूलाई सबै कुरा बतायौं। उनीहरूले सुमितलाई खोज्न जाने आँटै गरेनन्। उनीहरूले भने, दमनियाले आफ्नो शिकार पायो, अब त्यो शान्त हुन्छ। सुमित कहिल्यै फर्केर आएन। उसको के भयो कसैलाई थाहा भएन। हामीले पुलिसलाई पनि खबर गर्यौं, तर उनीहरूले पनि त्यो दुर्गम ठाउँमा गएर केही पत्ता लगाउन सकेनन्। त्यो घटनापछि रोशन केही महिनामै बिरामी परेर बिते। डाक्टरहरूले उसको रोग पत्ता लगाउन सकेनन्। ऊ रातभरि बरबराउँथ्यो, दमनिया आयो, दमनियाले मलाई लान्छ। म एक्लो बाँचेको छु त्यो त्रास बोकेर। आज पनि मलाई रातमा ती राता आँखा र त्यो भयानक चित्कारले रखेटिरहन्छ। मलाई लाग्छ दमनियाले मलाई पनि बिर्सेको छैन। त्यो श्रापित गुफा अझै त्यही छ, आफ्नो अर्को शिकारको प्रतीक्षामा। म तपाईहरूलाई यति मात्र भन्न सक्छु, कतिपय रहस्यहरू रहस्य नै रहनुपर्छ र कतिपय ढोकाहरू कहिल्यै खोल्नु हुँदैन।